धन्यवाद। नमस्कार यहाँहरूलाई। म अच्युत मैनाली, मेरो घर बारा जिल्ला, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य। म निरन्तर 40 वर्षदेखि यो देशको राजनीतिक परिवर्तनको लागि क्रियाशील व्यक्ति हुँ र विघटित संसदको निवर्तमान सांसद र मैले यस बीचमा जनताको बीचमा बारा जिल्लाको यो चुरेदेखि बोर्डरसम्म जोडिएको यो भौगोलिक क्षेत्रका झन्डै 1.25 लाख मतदाताहरूको भावनालाई प्रतिनिधित्व गर्दै झन्डै 40,000 मतले मलाई विगतमा विजयी बनाउनु भएको थियो। मैले यहाँबाट प्रतिनिधित्व गरिरहँदा मैले संसदमा यस क्षेत्रका समस्याहरू, युवाका समस्याहरू र खास गरी मूलत वैदेशिक रोजगारमा जाने सङ्ख्या मध्य प्रदेशमा ठुलो सङ्ख्यामा रहेको छ। भारतमा जानेको सङ्ख्यालाई गणना नगर्दा पनि 1.5 लाखभन्दा बढी युवाहरू विदेशी भूमिमा आफ्नो रगतलाई, पसिनालाई रगतमा परिणत गरेर जो मेहनत गरिरहनु भएको छ, उहाँहरूको सम्मानको लागि, उहाँहरूलाई स्वदेशमा स्वरोजगारको लागि अथवा विदेशबाट फर्किसकेपछि उहाँहरूलाई एउटा सम्मानित जीवन र राष्ट्रमा विदेशमा पाएका अनुभवलाई राष्ट्र योगदानमा परिणत गर्नका लागि मैले संसदमा आवाज पनि मुखरित गरेको हुँ। यद्यपि नेकपा एमालेको पूर्ण बहुमत प्राप्त हुन नसकेको हुनाले हाम्रा धेरै कामहरू, धेरै योजनाहरू हाम्रा अधुरा रहेका छन् र अहिले यहाँहरूलाई जानकारी नै छ, भाद्र 23-24 जुन विखण्डनको एउटा आँधी देशमा आयो, यसले आम जनता निराश भएको अवस्था छ, दुखित भएको अवस्था छ। आज संसद भवन जलेको छ, केन्द्रीय सचिवालय जलेको छ। आज देश जलाउने र देश बनाउनेको बिचको यो द्वन्द हो र यो न्याय र अन्यायको बिचको यो द्वन्द हो। आज विदेशी इसारामा देशलाई गुलाम बनाउने जुन षड्यन्त्र भइरहेको छ, यो षड्यन्त्रलाई चकनाचुर पार्दै राष्ट्रको स्वाभिमान, 3 करोड नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्नको लागि सूर्यमा मतदान गरी देशैभरका हाम्रा सूर्य ध्वजावाहक उम्मेदवारलाई विजय गराउन म विनम्र आग्रह गर्छु। यहाँलाई धन्यवाद छ।